यता बस्ने यहाँ नजिक बस्ने ठाउँ लाउन सक्ने सब यता नजिक नजिक बस्ने प्रमोद के गरेर रामपुरले जित्नु पर्यो अनि त्यहाँ गोल्ड मेडल जित्नु पर्यो त्यसरी बल उदाहरणदेखि हाम्रो सानो हो त्यसपछि यहाँ पृथ्वी गर्छ बल्ल त्यो हुँदैन त्यहाँ पृथ्वी गरेर पनि ठिक हुँदैन नत्र यहाँ चाहिँ पृथ्वी गर्ने त्यहाँ गएर हारेर आउने जित्ने त्यो भने लाभ हुन्छ त्यसैले गर्दाखेरि अब 5 वटा जिल्ला छ कैलाली कञ्चनपुर बाजुरा गणपुरा र बजार 5 वटा जिल्लाको खेलाडीहरू 25 हुन्छ त्यहाँ मध्ये पनि बाजुराको टाइमले आइसकेका छ अनि अब कञ्चनपुरमा छैन अनि त्यसपछि के भयो गणपुरामा पनि छ गणपुरामा छ अनि बजारमा छ एकदम क्लियर भयो अहिले यसमा चाहिँ तिनीहरूको हार्ड छैन रनिङ मोमेन्टहरू छैन बुझ्नु बुझेन अनि त्यसले गर्दाखेरि टाइचीमा अहिले यहाँ हेर्ने भनेको खालि ठुलो खुट्टाको मात्रै स्ट्यान्ड हो मैले भनेको कम्मर भन्दा थोरै माथि मात्रै भयो भने ओके हुन्छ है तर त्यो कसको लागि ओके हुन्छ भने त्यो टुर्नामेन्टको लागि ओके भयो तर मेरो हातेका लागि त्यो ओके हुँदैन मेरो हातेका लागि के हुनु पऱ्यो ओभरअल राम्रो हुनु पऱ्यो अनि क्वालिटी अफ त्यो टिमले अभ्यास गर्यो भने कसको मार्क्स हो यसमा कुनै फरक छैन ओभरअलमा हेर्न खोज्यो भने त्यसको लेभल राष्ट्रपतिमा दुईटा कार्यक्रममा उहाँको बारेमा छ एउटा ओभरअल अनि एउटा क्वालिटी अफ मोमेन्ट त्यो दुईटामा हेरेर छ दुईटाबाट जसको सबैभन्दा बढी स्कोर बताउनु सक्यो त्यही फर्स्ट हुने हो अर्को कुरो हामी त्यहाँ फर्स्ट हुने कि फर्स्ट हुँदैन कि हामीले त्यो दिमागमा राख्नै होइन हामीले दिमागमा के राख्नु पऱ्यो भने मैले बेस्टभन्दा बेस्ट दिन्छु र मैले जति यहाँ राम्रो गर्छु त्योभन्दा अझ राम्रो गर्छु भनेर त्यहाँ 25 वटा तिमीहरू पनि के दिन्छु भने तिमीहरू यहाँबाट सिलेक्टेड हुने मान्छे भनेको तिमी सुदूरपश्चिमको A1 प्लेयर हो जो यहाँ फर्स्ट हुन्छ त्यो भनेको सुदूरपश्चिमको A1 प्लेयर हो तिमी नै सुदूरपश्चिमभरिकै बेस्ट वान हुने हो अनि तिमीहरूको जस्तो सुदूरपश्चिमको बेस्ट वान अनि त्यसपछि लुम्बिनीको त्यसपछि प्रणालीको भण्डारीको बागमती प्रदेश अनि मधेस प्रदेश र कोशी प्रदेश सबै देश प्रदेशको बेस्ट वान मात्रै आउँछ अब तिमीहरूले बेस्ट वानमा आफू बस्नु पऱ्यो त्यसपछि बेस्ट प्लेयर गर्ने बेस्ट वान बन्ने भयो त्यो गोल्ड मेडलिस्ट बन्ने हो यो हो धनगढी हामी जित्न सक्ला र मानेर आउँछ वान हामी नै धनगढीको मानेर आउँछ अहिले चाहिँ ट्रेनिङ सिद्धिसकेको छ गुरुले लेक्चर दिइरहेछन् कसको कमी कमजोरी के छ भनेर हारिहाल्यो भने पनि तर बाहिरको अडियन्सले चाहिँ तिमी हारे पनि धेरै राम्रो छ भन्ने खालको बाटो त्यो कसले गर्छ आफूले गर्छ अनि हामी के गर्छौँ मैले राम्रो गरेको थिएँ मलाई जित्न हरायो हामीले भन्ने होइन पब्लिकले भन्न सक्नु पऱ्यो त्यसपछि बल्ल हामीले राम्रो गर्ने बुझ्नु बुझेन हामी आफू नराम्रो गर्ने मैले त यति आउने गर्ने भनेर हामी झगडा गर्छौँ त्यो झगडा गर्छौँ रेफ्रीहरू पनि धेरै पढेको हुन्छ धेरै वर्ष सङ्घर्ष गरेर त्यसको बल्ल रेफ्री गरेको तिमीलाई जिताउन मन लागेर